सम्पूर्णमा नमस्कार। आज हामीले ग्यास्ट्राइटिस सम्बन्धी प्रयोग गरिने प्यान्टोप्राजोलको बारेमा केही जानकारीमूलक विषयवस्तु लिएर आएका छौँ। प्यान्टोप्राजोल 40 जुन चाहिँ यो बजारमा सजिलै उपलब्ध भएको देख्न सक्छौँ र यसलाई हामीले दिनको एकपल्ट अथवा दुईपल्टसम्म यसलाई प्रयोग गर्ने गर्दछौँ ग्यास्ट्राइटिस भएको बेलामा। त्यसै गरी नयाँ ट्रेनिङमा आएको प्यान्टोप्राजोल डिएसआर जसमा दुईवटा कम्पोजिसन रहेको हुन्छ, प्यान्टोप्राजोल 40 mg र डोम्पेरिडोन 30 mg। डोम्पेरिडोन 30 mg चाहिँ हाम्रो सेफ डोज हो, 30 mg पर डे, एक दिनमा 30 mg। र यसलाई पनि हामीले प्यान्टोप्राजोल 40 चाहिँ दुई पटक प्रयोग गर्दाखेरि यसले हामीलाई विभिन्न प्रकारका नकारात्मक असरहरू देखाउन सक्छ। जस्तै यसले हामीलाई असरहरू जस्तै मुटुको समस्याहरू देखाउन सक्छ, जस्तै रिदममा समस्या देखाउन सक्छ। त्यसै गरी क्युटी प्रोलङ्गेसन भएको हामीले देख्न सक्छौँ इसिजी गर्दाखेरि। त्यसै गरी प्रोल्याक्टिनको लेभल बढेको देख्न सक्छौँ। त्यसै गरी फिमेलमा हार्मोनल मेन्स्ट्रुएसन साइकलमा पनि समस्या आएको देख्न सक्छौँ। मेलमा गाइनेकोमास्टिया जस्ता समस्याहरू देख्न सक्छौँ। त्यसै कारणले गर्दाखेरि प्यान्टोप्राजोललाई दुई पटकसम्म प्रयोग गरे झैँ प्यान्टोप डिएसआरलाई पनि हामीले दुई पटकसम्म नलिई यसलाई लिमिटमा लिनुपर्छ भन्ने मेरो सल्लाह रहेको छ। धन्यवाद।